नमस्कार, म डाक्टर हरि खनाल, हजुरहरुकै स्वास्थ्यको साथी। सदा जस्तो एउटा स्वास्थ्य सम्बन्धी भिडियो बनाएर हजुरहरुलाई जानकारी गराउने क्रममा आज पनि म यहाँहरु समक्ष उपस्थित भइसकेको छु। आज म चर्चा गर्न जाँदै छु सामान्य रोग, धेरै नेपालीहरुलाई दुःख दिने रोग, त्यो हो ग्यास्ट्राइटिस अर्थात सामान्य भाषामा हामीले भन्दाखेरि ग्यास्ट्रिक। यो के कारणले गर्दाखेरि हुन्छ, यसका लक्षणहरु के देखिन्छन् र यसको हामीले घरमा नै कसरी उपचार गर्न सकिन्छ। आज म यसको बारेमा विस्तृत रूपमा चर्चा गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आउनुहोस् सुरु गरौँ आजको भिडियो। पहिला चर्चा गरौँ ग्यास्ट्राइटिस के कारणले गर्दाखेरि हुन्छ त। ग्यास्ट्राइटिस बनाउने धेरै कारणहरु हुन्छ। ती मध्ये प्रमुख 5 कारणहरुमा तपाईले पहिलो नम्बरको कारण हो हामीले खाने खानपिन। हामीले धेरै मात्रामा तारेको भुटेको चीजहरु, मैदाका चीजहरु, अल्कोहल, तपाईको कोल्ड ड्रिंक्सहरु र तपाईको चाहिँ धेरै चिल्लो पिरोहरु बढी खायौं र दूध हालेको चियाहरु बढी खायौं भने त्यसको कारणले गर्दा धेरै मानिसहरुमा ग्यास्ट्राइटिस भएको पाइन्छ। त्यस्तै दोस्रो नम्बरको कारण हो एउटा यस्तो ब्याक्टेरिया हुन्छ, त्यसलाई हामीले एच पाइलोरी भन्छौं, हेलिकोब्याक्टर पाइलोरी भन्छौं। त्यो ब्याक्टेरिया पेटमा तपाईको छ भने त्यसले गर्दाखेरि तपाईलाई बारम्बार ग्यास्ट्राइटिस बनाइरहेको हुन सक्दछ। त्यस्तै तेस्रो नम्बरको कारण हो तपाई चाहिँ धेरै तनाव लिनुहुन्छ, स्ट्रेस लिनुहुन्छ। तपाई धेरै तनाव लिनुहुन्छ, स्ट्रेस लिनुहुन्छ भने पनि तपाईको चाहिँ ग्यास्ट्राइटिस भइरहेको हुन सक्दछ। त्यस्तै चौथो नम्बरको कारण हो हामीले तपाईको चाहिँ नियमित रूपमा चाहिँ हामीले डेली एक्टिभिटिजहरु गरेका छैनौं, व्यायामहरु गरेको छैनौं, एक्सरसाइजहरु गरेको छैनौं, एकदमै हामी चाहिँ सेडेन्टरी लाइफ बिताइरहेका छौं। त्यो कारणले गर्दाखेरि पनि तपाईलाई ग्यास्ट्राइटिस भएको हुन सक्दछ। त्यस्तै पाँचौं नम्बरको कारण हो यदि तपाईले लामो समयसम्म एनएसएआईडी ग्रुपका भनेको नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रगहरु जस्तो आइब्रुफिन, ब्रुफेन भनेर खान्छौं नि, त्यस्ता ड्रगहरु चाहिँ तपाईले औषधिहरु लामो समयसम्म डाक्टरको परामर्श बिना सेवन गरिरहनु भएको छ भने त्यो औषधिको साइड इफेक्टको कारणले गर्दाखेरि पनि तपाईलाई ग्यास्ट्रिक भएको हुन सक्दछ। यी त भए 5 कारणहरु, प्रमुख कारणहरु जसले तपाईको ग्यास्ट्राइटिस बनाएको हुन सक्दछ। अब कुरा गरौँ ग्यास्ट्राइटिसमा कस्ता लक्षणहरु देखिन्छन् त। ग्यास्ट्राइटिसमा देखिने लक्षणहरुमा तपाईको प्रमुख लक्षणहरु भनेको चाहिँ धेरै बिरामीहरुले कम्प्लेन गर्ने भनेको मेरो चाहिँ पेट एकदमै पोल्छ, छाती पोल्छ र भनेर चाहिँ कम्प्लेन गरिरहनु भएको छ। तपाईको चाहिँ यदि पेट छाती चाहिँ एकदमै पोल्छ, मुखमा अमिलो पानी आउँछ, अलिकति बान्ता आउला जस्तो हुन्छ, कसैलाई बान्ता नै आउँछ, त्यसपछि तपाईको चाहिँ पेट एकदमै फुल्छ, फुलेको जस्तो हुन्छ अथवा फुल्छ, अथवा तपाईलाई चाहिँ एकदमै धेरै पेट ढुस्स भइरहेको जस्तो, पेटमा चाहिँ धेरै ग्यास बनेको जस्तो हुन्छ र साथसाथै तपाईलाई चाहिँ कब्जियत हुन्छ। भनेको दिशा दिनमा एकचोटी राम्रोसँग नहुने र दिशा एकदमै सारो टोयलेट हुने, 2-3 दिन बिराएर टोयलेट हुने, त्यस्तो समस्या छ भने ती चाहिँ हाम्रा यो ग्यास्ट्राइटिसका लक्षणहरु हुन्। र पछि गएर तपाईको ग्यास्ट्राइटिसका लक्षणहरु हामीले हेल्थ चेक नै गर्यौं, यसको उपचार गरेनौं भने र हामीले चाहिँ पछि गएर चाहिँ तपाईको कसैमा कालो दिशाहरु देखिन सक्छ। त्यो भनेको यदि त्यो ग्यास्ट्राइटिस भनेको चाहिँ पेटको तपाईको जुन लाइनिङ हुन्छ, हाम्रो भित्री लाइनिङ, तपाईको चाहिँ त्यो लेयरमा चाहिँ इन्फ्लामेसन हुने हो। त्यो इन्फ्लाम भइसकेपछि अल्सर भयो भने चाहिँ तपाईको चाहिँ त्यहाँबाट चाहिँ थोरै ब्लडहरु निस्किरा हुन्छ र त्यो ब्लडहरुले गर्दाखेरि चाहिँ कालो दिशा आएको हुन सक्दछ। यी त भए ग्यास्ट्राइटिसमा हुने लक्षणहरु। अब कुरा गरौँ ग्यास्ट्राइटिसको उपचार हामीले कसरी गर्ने त। ग्यास्ट्राइटिसको उपचार गर्ने भनेको तपाईले आफैले पनि गर्न सक्नुहुन्छ। त्यो भनेको तपाईले आफूले खाना खान बार्नु पर्यो। खाना बार्ने भनेको के त भन्दा तपाईले चाहिँ धेरै चिल्लो पिरो अमिलोहरु खानु भएन, धेरै गाडेका यो अचारहरु सेवन गर्नु भएन, त्यस्तै तपाईले चाहिँ दूध हालेको चिया धेरै मात्रामा सेवन गर्नु भएन र बिहान उठ्नेबित्तिकै खाली पेटमा दूध हालेको चिया खानु भएन। त्यस्तै तपाईले चाहिँ खानपिनमा चाहिँ धेरै यो जंक फुडहरु, मैदाका चीजहरु भनेको यो मोमो, चाउमिन अनि बिस्कुटहरु, त्यसपछि तपाईको चाहिँ यो धेरै रिफाइन गरेका चीजहरु, समोसाहरु, त्यस्तो पकाएका पुरीहरु चाहिँ खानु भएन। त्यस्तै तपाईले चिउरा, यसले एकदमै धेरै एसिड बनाउँछ चिउराले चाहिँ, त्यो चिउरा अनि कसैलाई सातुले पनि त्यस्तो गराएको देखिन्छ। त्यो भएर चाहिँ यस्ता चीजहरु चाहिँ तपाईले सेवन गर्नु भएन। पहिलो उपचार भनेको मुख बार्ने हो। यी कुराहरु तपाईले बार्नु पर्यो। त्यस्तै दोस्रो उपचार भनेको तपाईले यदि धेरै स्ट्रेस लिनु भएको छ र स्ट्रेसको कारणले तपाईलाई ग्यास्ट्राइटिस भइरहेको छ भने स्ट्रेसलाई कम गर्नु पर्यो।
स्ट्रेस कम गर्न के गर्ने त भन्दा तपाईँले योगाहरू हुन्छ, मेडिटेसनहरू हुन्छ, तिनीहरू गर्नुभयो भने स्ट्रेस कम हुन्छ। र स्ट्रेस कम गर्ने आफैले कम गर्ने भनेको चाहिँ तपाईँले धेरै सोच्नु भएन। तपाईँ एक्लैले मात्रै सोचेर सम्पूर्ण तपाईँले परिवार धानिरहनु भएको पनि हुँदैन र तपाईँले सोचेर नै तपाईँको परिवार राम्रो हुन्छ भन्ने पनि हुँदैन र तपाईँले सोच्न छोडेर नै तपाईँको सबै व्यवहार मिल्छ भन्ने पनि हुँदैन। त्यो भएर तपाईँले धेरै तनाव लिएर आफ्नो डेली एक्टिभिटिजहरू गर्नु भएन। तनावलाई सकेसम्म कम गर्नु पर्यो, सकेसम्म खुसी गर्नु पर्यो र तनाव कम गर्नुभयो भने पनि तपाईँको ग्यास्ट्राइटिस कम हुँदै जान्छ। त्यस्तो अर्को भनेको तपाईँले चाहिँ नियमित रूपमा व्यायाम गर्नु पर्यो र तपाईँले चाहिँ नियमित रूपमा चाहिँ पानी चाहिँ प्रशस्त रूपमा पिइरहनु पर्यो। यो भयो हामीले घरमा नै गर्न सकिने, हामीले बार्ने र आफूले गर्ने कुराहरू भयो। र हामीले घरमा नै तपाईँको चाहिँ केही त्यस्ता औषधिहरू पनि बनाएर सेवन गर्न सक्छौँ जसको उसले चाहिँ तपाईँको ग्यास्ट्रिक कम हुन्छ र ग्यास्ट्राइटिसबाट तपाईँले छुटकारा पाउन सक्नुहुन्छ। ती घरेलु उपचारहरूमा गर्न सकिने औषधि बनाउने खाने के त भन्दाखेरि पहिलो नम्बर, यदि तपाईँको चाहिँ पेट पोल्छ, मुखमा अमिलो पानी आउँछ भने चाहिँ तपाईँले चाहिँ किसमिस र तपाईँको चाहिँ यो मिश्री, कालो मिश्री भनेर आउँछ र तपाईँको चाहिँ यो सोफ भनेर हामीले जुन खानापछि खान्छौँ सोफ, यो तीनटा चाहिँ तपाईँले चाहिँ मिक्स गरेर बिहानमा 1 चम्चा खाली पेटमा खानुभयो भने त्यसले चाहिँ पेट पोल्नलाई चाहिँ कम गराउँछ। यदि तपाईँलाई सुगर छ अथवा तपाईँले चाहिँ गुलियो खान नहुने रोग छ भने चाहिँ यो खानु भएन। नत्र चाहिँ तपाईँ यदि ग्यास्ट्राइटिसबाट मात्रै तपाईँको मुखमा एकदम अमिलो पानी आउने र तपाईँको पेट पोल्ने छ भने चाहिँ किसमिस, मिश्री र तपाईँको चाहिँ यो सौँफलाई चाहिँ मिक्स गरेर बिहानमा सेवन गर्नुभयो भने अमिलो पानी आउने समस्या कम हुन्छ। त्यस्तै तपाईँको एकदमै पेट फुल छ, तपाईँ चाहिँ एकदमै पेटमा धेरै ग्यास बन्छ र चाहिँ खाना राम्रोसँग डाइजेस्ट हुँदैन र पेट डुम्म भइरहेको छ भने त्यसमा के गर्ने भन्दा थोरै मात्रामा बिरे नुन लिने र त्यो सँगसँगै अलिकति ज्वानोलाई चाहिँ तपाईँको 1 चम्चा जति ज्वानोको चाहिँ पाउडर बनाउने र त्यो त्यसलाई चाहिँ पहिला भुटेर पाउडर बनाउने र त्यसलाई लिने र त्यो सँगसँगै तपाईँले चाहिँ 1 देखि 2वटा चाहिँ ल्वाङ लिने र 1 देखि 2टा तपाईँको चाहिँ लसुन। त्यो लसुन चाहिँ तपाईँले अलिकति हल्का तेलमा फुराए पनि हुन्छ अथवा तपाईँको चाहिँ त्यो यत्तिकै पनि लिन सक्नुहुन्छ। यी 4वटा चिजहरूलाई चाहिँ तपाईँले चाहिँ बिहान खाना खाइसकेपछि सेवन गर्नुभयो भने र बेलुका खाना खाइसकेपछि सेवन गर्नुभयो भने तपाईँको पेट चाहिँ फुल्ने, खाना नपच्ने, पेट डुम्म हुने समस्या कम हुन्छ। त्यस्तै तेस्रो नम्बरको भनेको तपाईँको एकदमै कब्जियत छ र तपाईँलाई चाहिँ पेट डुम्म भइरहेको छ र दिनदिनै तपाईँको टोयलेट हुँदैन भने चाहिँ बेलुकी चाहिँ तपाईँको बजारमा नै पाउँछ इसबगोल भनेर आउँछ। 1 चम्चा इसबगोललाई भिजाएर त्यो चाहिँ सेवन गर्नुभयो भने चाहिँ तपाईँको कब्जियत हट्छ र पेट फुल्न पनि कम हुन्छ। र इसबगोलको साथसाथै तपाईँले पाउनु भएन भने चाहिँ अर्को त्रिफला भनेर आउँछ। त्यो हर्रो बर्रो र अमलाको धुलो हुन्छ पाउडर। त्यो पाउडरलाई चाहिँ बेलुकी सुत्ने बेलामा 1 चम्चा मनतातो पानीसित सेवन गर्नुभयो भने तपाईँको कब्जियत हट्छ। यो घरेलु उपचारहरू गर्नुभयो भने तपाईँको ग्यास्ट्राइटिस कम हुन्छ र ग्यास्ट्राइटिसबाट छुटकारा पाउन सक्नुहुन्छ। यदि तपाईँको एकदमै धेरै बारम्बार ग्यास्ट्राइटिस भइरहेको छ भने चाहिँ एकपटक जचाउनु भयो भने मैले जुन कारणमा भनेको थिएँ एच पाइलोरी भनेको हेलिकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरिया हुन्छ। त्यो यदि ब्याक्टेरिया तपाईँको पेटमा छ भने चाहिँ तपाईँले घरेलु उपचार गरेर केही समय कम त हुन्छ तर निर्मूल हुन सक्दैन। त्यसको लागि चाहिँ तपाईँले एकचोटि डाक्टरको परामर्श लिएर त्यसको लागि चाहिँ एन्टिबायोटिक नै सेवन गर्नुपर्ने हुन्छ। भनेको औषधि नै त्यसको लागि स्ट्यान्डर्ड प्रोटोकल छ मेडिसिनको, त्यो स्ट्यान्डर्ड एन्टिबायोटिकको प्रोटोकल नै तपाईँले सेवन गर्नुपर्ने हुन्छ। त्यो भएर एच पाइलोरी छ भने डाक्टरसँग परामर्श गरेर नै तपाईँले समस्याको समाधान गराउन सक्नुहुन्छ। छैन र तपाईँलाई अरू नै समस्या खानपिनको कारणले अथवा अरू कारणले सामान्य रूपमा ग्यास्ट्राइटिस भइरहेको छ भने चाहिँ घरेलु उपचारबाट नै हामीले सन्चो गराउन सक्दछौँ। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? आशा छ मन पराउनु भयो होला। यस्तै स्वास्थ्य सम्बन्धी भिडियोको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि पनि अर्को यस्तै स्वास्थ्य सम्बन्धी भिडियोमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय नेपाल।